यहाँ चाहिँ के छ भन्दाखेरि हाम्रो मेरो दुईजना एकदमै फेभरेट भाइहरू के हुने चाहिँ ल यहाँ चाहिँ मेरो दुईजना भाइहरू छन् होइन अनि हाम्रो ठुलो बाबु चाहिँ यहाँ ह्यान्डसेक कङ्ग्रेचुलेसन फर्स्ट हुनुभएको छ अनि नाम बताइदिनु भाइ मेरो नाम दिपेश राई हो। दिपेश राई आफै भन्नुहोस् दिपेश राई आफै भन्नुहोस् म चाहिँ क्लास 2 मा फर्स्ट भएको हो। यसपालि फर्स्ट हुनुभएको मलाई चक्लेट दिँदै हुनुहुन्छ अलिक धेरै माग्छु म चक्लेट अनि यता हाम्रो अर्को सानो भाइ अनि क्लास 2 मै हो दुवैजना क्लास 2 मा हो अनि दुईजना हेर्दा हाम्रो भाइहरू हेर्नुहोस् त्यहाँ ट्विन्स जस्तो देखिनुहुन्छ अनि एकदमै ट्यालेन्ट हुनुहुन्छ अनि एकदमै होनार मेरो फेभरेट भाइहरू हो ज्ञानी पनि छ अनि हाम्रो नाम बताइदिनुहोस् मेरो नाम दिवान राई। दिवान राई के हुनुभयो म क्लास 2 मा सेकेन्ड भएँ। सेकेन्ड कङ्ग्रेचुलेसन Thank you. अब चक्लेट दिनुहुन्छ मलाई कता चक्लेट दिनुहोस् त हाम्रो दिपेश दिवान दुईजना मेरो फेभरेट भाइहरू चाहिँ फर्स्ट सेकेन्ड भएको चक्लेट चाहिँ मलाई अलिक धेरै धेरै चक्लेट दिनुहोस् है थ्याङ्क यू सो मच फर्स्ट सेकेन्ड भएको फेस देखाइदिनुहोस् त कङ्ग्रेचुलेसन्स अब यहाँ ह्यान्डसेक गर्नलाई हात यता रहेछ यताबाट अघिको अलिक भएको छ नि गुड ल त कङ्ग्रेचुलेसन गर्नुहोस् सबैलाई चक्लेट दिनुहोस् खोइ त अरू फेरि आउनुहोस् न गुब्बारा फुलाउनुहोस् त बटन फुलाइदिनुहोस् त फर्स्ट भएको अघिको मलाई दिपेशले दिनुभएको बलुन कहाँ गएछ ल यहाँ चाहिँ हाम्रो चर्चको भाइहरू सबैजना यस्तो ज्ञानी छन् कि फेरि अनि यता चाहिँ बाबु बोल्दैन बोलिदिनुहोस् बदमास हुनुहुन्छ क्या उहाँ त के उहाँ ज्ञानी हुन्छ यो हुज बोतल इज दिस यो चाहिँ सानो एकदमै क्युट बोतल रहेछ खोइ त धन्यवादै भन्नु न त कसरी धन्यवाद उहाँले भयो फेरि भन्नुहोस् कस्तो राम्रो दिएको धन्यवाद उहाँ त फेरि कता इङ्ग्लिस बोल्नुहुन्छ नि हामीलाई त आउँदैन बोलेर सुनाइदिनुहोस् त इङ्ग्लिस tell me something about yourself baby here in video tell me something about yourself अनि यो सानो बोतल पनि मामाले चाहिँ मलाई गिफ्ट दिनुभएको छ होइन वा थ्याङ्क यू सो मच हेर्नुहोस् त माया गरेर दिनुभएको मलाई अझ धेरै धेरै दिनुभएको हेर्नुहोस् त दृश्य ल अब जाने घर है बाई बाई हाम्रो अदृश्य हो कि दृश्यलाई घर जाने मैले चाहिँ यो सानो बोतल चाहिँ के अरे मामाले मलाई दिनुभएको पानी खानको लागि एकदमै राम्रो क्युट यो चाहिँ बोकेर हिँड्नलाई पनि एकदमै राम्रो रहेछ अनि हाम्रो दिपेश र दिवान फर्स्ट सेकेन्ड भएको उपलक्ष्यमा बोतल पनि पाएँ मैले चक्लेट पनि पाएँ वान सेकेन्ड कङ्ग्रेचुलेसन थ्याङ्क यू। ल सक्यो बाई बाई